अनि अर्को कुरा आज चाहिँ इलेक्सन डे हुँदैछ हाम्रो स्कुलमा। सो अलि चाहन्छु र यो एउटा साथीहरुको बीचको एउटा प्र्याक्टिस हो। यसलाई यो त यहाँ लिएन नि स्कुल क्याप्टेनमा तिमी उठ्या हो, हेड गर्लमा तिमी उठ्या हो भनेर है। यहाँबाट चाहिँ हाम्रो अधिकृत चाहिँ मोटु घोप्ले ल हाम्रो केन्द्र खमानी यहाँ सुरु हुन लाग्यो ल। सब सो हेलो हाई एन्ड नमस्ते, आशा छ सबजना हुनुहुन्छ होला ठिकठाक। मेरो नाम हो किटक्याट एन्ड वेलकम टु माई च्यानल किटक्याट आरबिडी। र म धेरै टाइम पछि म भिडियो लिएर आएको छु होइन। के गर्नु अब भिडियो बनाउने टाइम पाइरहेको थिएन, तर मलाई धेरैले भिडियो किन नहालेको भनेर यस्तो गरेको भएर सो म चाहिँ धेरै होइन अब थोरै भिडियोहरू लिएर आउँछु। सो आज चाहिँ किन भिडियो बनाउनु मन लाग्यो भने एक त अब मान्छेहरूले भनेको थियो भिडियो आएन भनेर, अनि अर्को कुरा आज चाहिँ इलेक्सन डे हुँदैछ हाम्रो स्कुलमा। सो अलिअलि क्लिप्सहरू तपाईँहरूलाई देखाउँछु कस्तो हुन्छ भनेर देखाउनको लागि मैले भिडियो बनाएको छु। र मसँग जोडिरहनु होला सबैजना, र मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। म चाहिँ अहिले भाइको घरमा छु, भर्खर खाना खाएर भ्याएँ अब निस्किन्छु स्कुलतिर ड्रेस लाएर। सो एकैचोटि स्कुलमा गएर भेट्छु। सी यू इन स्कुल। आजको इलेक्सन डेको डप्पा हाम्रो सर आज इलेक्सन डेको यहाँ सब हाम्रो इलेक्सन डे चाहिँ यहाँ सुरु हुन्छ। सबै यहीँ हो सर, भोटिङ दुई ठाउँमा है सर। अनि आज चाहिँ हाम्रो सरहरूले मलाई के अरे डान्स क्लास चाहिँ नलिने, सबै अब भोटिङको लागि मात्र भिडियो गराउनु भनेर भन्नुभएको छ। सो आज यस्तै भिडियोहरू ट्याक्क लाएर भिडियोहरू तपाईँहरूलाई म देखाउँछु। मलाई चाहिँ त्यहाँ सरहरूले अब भिडियो गर्नमा बस्नु भन्नुभएको थियो, तर अब यहाँ डान्स हाम्रो क्लासमा अब मैले मेरो आफ्नो क्लास नहेरेर मैले मेरो आफ्नो क्लास नहेरिकन अनि मैले भिडियोहरू गर्न गयो भने चाहिँ यो क्लास चाहिँ अब एक्लै हुने भयो, यिनीहरू हल्ला गर्नुभयो कि, त्यही भएर चाहिँ म चाहिँ क्लास हेर्नलाई बसेको छु। अनि यहाँ चाहिँ सानो बाबु नानीहरू छन्, हेलो भन्दै सबैले है त सबैजना एकतिर आऊ मेरो नाना काटी जाने मुसा मारी खाऊ। ल म भर्खरै आफ्नो क्लास भ्याएर आएँ। अब फेरि यहाँ सुनामको लागि गएर हुनुहुन्छ हाम्रो त्यहाँ सर यहाँ हुनुहुन्छ। हेलो हाउसको क्याप्टेनहरू को उठ्यो को उठ्यो क्याप्टेनको लागि? अरू नै उठ्यो होला नि त। तिमी उठेन? कतिजना उठेछ नि तिम्रो? अनि ओपोनेन्ट को छ? एउटा केटी मात्र क्याप्टेन जित्छ। अनि जित्यो भने के बनाइदिन्छ त नि? हाम्रो निर्वाचित अध्यक्ष होला नि सर। ग्रिन हाउसबाट उठेको तिमी हो? अनि यसले यता घुमाएर गोराउँछ अरे। अनि तिम्रो को हो त ओपोनेन्ट? को छ नि? के छ को दमदार छ जस्तो लाग्यो हो? केटा फोटो खिच्ने कि हेरिन ब्लग को? रेड हाउसको तिमी हो? क्याप्टेनमा उठ्या हो तिमी? क्याप्टेनमा उठ्या हो? नयाँ हो र पुरानो हो नि? के अनि को हो त तिम्रो ओपोनेन्ट? थुप्रै हो? हेड गर्ल त्यसै क्याप्टेनको के एल्लो हाउसको ल भोटरहरू आइसकेको छ होइन। भोट हाल्ने मतदाताहरू सब आइसक्यो, तर त्यहाँ काम चल्दैछ, त्यसपछि हाल। हाउस क्याप्टेन हेड गर्ल म उठेको। अरू यो
भाइस क्याप्टेन पहिलाको ए बेसरी हाने होइन लाग्ने यत्तिकै हो कि यसको अल द बेस्ट सेम टु सेम चुनावै आए जस्तो हुन्छ नि फेरि हाम्रो स्कुलमा फेरि मेरो चाहिँ क्लास नै भइरहेको छ मेरो क्लास नै छ त्यही भएर यहाँ चाहिँ मैले आफ्नोमा क्याप्टेनमा हाम्रो यहाँ मोटुलाई राखेको छु अनि यहाँ चाहिँ एउटा कान्छोलाई राखेको छु होइन यिनीहरू चाहिँ एकदम शान्त क्लास हो क्या यिनीहरू शान्त बसेको हो सबैले हेलो भन्नु आज इलेक्सन चलिरहेको त्यही भएर म त्यहाँ इलेक्सनको भिडियो गर्दैछु तपाईँहरू एकदम शान्त र गुड बोय गुड स्टुडेन्ट गुड गर्ल भएर बस्ने ओके ए एकचोटि रोग यो अहिले जो जसको नि सुन यो जो जसको नि नाम आयो नि ब्याटमा यो ब्याटको सबैको नाम काटिदेऊ अब आउनेको नाम चाहिँ म उता अफिसमा लिएर जान्छु है त्यही भएर अब शान्त बस्ने है म आउँछु एकछिनमा लगाउन त जाने आस फेरि उल्टो उल्टो लगाइदिएला नि तिमीले जाने है लगाउने कहीँ पनि नछोइकिन माथि तल तामा कहीँ नछोइकिन नाम चुज हुन्छ को आएको भनेर है यहाँबाट चाहिँ अनि यहाँ चाहिँ ल यसले भोट हाल्न लायो है भनेर हुन्छ अनि यहाँबाट चाहिँ हाम्रो अधिकृतले मतदान अधिकृतले साइन गरेपछि बल्ल उहाँ भोट हाल्नलाई जान पाउँछ के छ भोट हाल्न चाहिँ आउँछ नि यो चाहिँ अब चुनावहरूमै यहाँ चाहिँ गाड्दै हेलो भाइ हो कतिजनालाई हाल्यो हाल्यो हाल्न लाग्यो त ल कौडिया सर बटरफ्लाईमा ओइ रेडको कहाँ हाल्लाई कहाँ हाल्लाई कुनमा हाल्नु नि त ए पछाडि कस्तो हो र घ्याम्बा यार त यार पेटले यस्तो गर्नु भर चाहिँ Happy birthday to you. Happy birthday dear. Thank you so much. ओए क्याप्टेन खै क्याप्टेन जी हल्ला गर्नु नदिनु है सुदीप सर रिजल्ट आजै हो ल म चाहिँ मेरो क्लासमा जान लाग्थेँ होइन त्यतिकैमा हाम्रो लसुन भेटेर लसुनले चाहिँ मलाई चाहिँ भोट हाल्न लाग्यो मलाई चाहिँ खिच्दैन भने त्यही भएर लसुनलाई मैले खिचेको छु लसुन ल केही कुरा भनिदिनुहोस् त भन्नु न अब लजाएर हुन्छ अघि चाहिँ भिडियो गर्दैन अरे नि अहिले चाहिँ त भन्दिनँ नि त ल एउटा कुरा भन्दिनँ नि त बाई मात्र लसुनले म चुनावमा उठेको मलाई हाल्थेँ कि हाल्थेन अरे हाल्दिन्थेँ म त यस्तो भनिदियो लसुनले आज आएर मलाई यस्तो भनिदियो ठिकै छ लसुन मलाई भोट हालिदिँदैन ल ठिक छ आजबाट लसुनलाई म चिन्दिनँ साँच्ची हो म मोटुलाई चिन्छु मेरो मोटु निलकण्ठलाई चिन्छु आई लभ यु ल आमामा यहाँ बल्ल भोटरहरू त बल्ल आइपुग्यो यहाँ मेन भोटरहरू बल्ल आइपुग्यो यहाँ त उठेको हो ल जितोस्
ल यहाँ चाहिँ नम्बर काउन्ट हुन लाग्छ हाम्रो अब भोटिङ काउन्ट हुन लाग्छ यो चाहिँ एकदम खतरा पुलिस बन्छ यो यसले मलाई अघि यसो सोध्न पाउँदैन अरे कस्तो पुट्छ पुलिसै भएको त डन्डा हान्थ्यो यसले मलाई के भाटा पुग्छ त्यो केपी बुढीको सालोले लाइन काटेको भएर यस्तो भएको भने पहिला लाइनै काटिँदैन नि त कसले त्यसले हाल्ने कामै त्यसको जेल हाल्ने त अरू काम के हो र मान्छे मार्ने जेल हाल्ने जनताहरूलाई दुःख दिने यी बच्चाहरू पढ्न नपाउने ठिकै छ मेरो भाइ यार धेरै पछि काले जित्लास् त जित्छस् हाँस्छ त्यो हाँसलाई अर्काले गाँस बनाएर खाइदिएला नि फेरि बा दियो यसले कडा दियो है जित्ला अस्ति है यसले ल अल द बेस्ट म यहाँ हेरिरहेको छु नि तेरो तेरो त मैले अघि नाकमै हालेको हो यिनीहरू चाहिँ हेड गर्ल हेड बोयहरूको लागि उठेको 4 जना मात्र उठ्यो हो सिंगल हो कि हुन्छ यतिकै राखिदिनु के हुन्छ Min Ayush. Captain Uday. Vice Captain Sumia. अब चाहिँ अलि धेरै नै भएको भएर उतापट्टि नि काउन्ट हुन लागेको छ किनकि अब अलि टाइम छैन हामीहरूसँग त्यही भएर छिटो गर्ने भनेर यहाँ पनि सुरु भयो किनकि चाँडो भ्याउनु छ हामीलाई उम्मेदवारी दिनुभएको थियो आयुष भट्ट जम्मा 92 मत प्राप्त गर्नुभएको छ त्यसै गरी हिमाल सापकोटा 31 मत प्राप्त गर्न सफल हुनुभएको छ हिमाल सापकोटा 31 त्यसै गरी हेड गर्ल आयुषमा 68 मत प्राप्त गर्न सफल हुनुभएको छ त्यसै गरी सञ्जिला अधिकारी 51 मत प्राप्त गरिसक्नु भएको छ यो विनाहरूको मतगणना भइसकेको छ गर्दै गर्दाखेरि हेडबोयतर्फ आयुष भट्ट 97 भोट ल्याउनु भएको छ त्यसै गरी प्रतिद्वन्दी हेडबोय हिमाल सापकोटाको 25 मत झरेको छ त्यसै गरी हेडगर्लतर्फ एकदमै प्रतिस्पर्धात्मक छ हेडगर्लतर्फ आयुषमा 61 मत ल्याउन सफल हुनुभएको छ अनि सञ्जिलाको हाउसतर्फबाट 62 मत प्राप्त भएको छ जम्मा 1 मतको भाग आयुषमा बिक 58 आयुषमा भाइ सञ्जिला अधिकारी 71 टक्कर चलायो यार अब हेड गर्लको त टक्कर चलिरहेको त्यहाँ बसेर हेर्दैछ आमा मुख बिगार्दै हेरेर के बित्यो मुख बिगारेर हेरेको त यसले चापाले हेरे गरेर जिते ल बधाई छ मेरो कालेलाई काले ओए
च्यापा भाइस के भएको रे भाइस क्याप्टेन रे बाबा च्यापाले अघि यस्तो गरेर हेरिरहेको ल अब हामीहरू चाहिँ सबै काउन्ट गरेर भइसक्यो हामी कुदिरहेछौँ म र च्यापा अब यहाँ आएपछि अब मेन कुरा भनेको यो गर्ल्सहरूको चाहिँ मलाई हेड क्याप्टेनहरूमा सुन्नु मन छ यसको नि खत्रै आहा त्यो अर्को कान्छेको नि खत्रै आहा अब कसले जित्छ रे अनि हाम्रो च्यापा त अब ढुक्क यो जित्यो अब यो बस्यो अब आरामले म अहिले हारेको भए त गरेर जान्थ्यो होला मत लिएर कस्तो बराबरी भाइ सुरज भुजेल उज्जवल खत्री लिएर विजय हुनुभएको छ उहाँलाई धेरै धेरै बधाई दिन चाहन्छु को भाइस क्याप्टेनमा लाजिमा गुरुङ धेरै धेरै बधाई दिन चाहन्छु सबै मत लिएर 70 जना साथीहरूको मन जितेर अब भाइस क्याप्टेनको आरएनडी सर रिया भण्डारी हेलो हाउसको क्याप्टेनमा 74 मत लिएर लामा विजय भएको छ मलाई धेरै धेरै धन्यवाद अब 156 मत लिएर आयुष्मान मतान्तर झिनो मतान्तरमा हामीले भएको देखेका छौँ तर हामी त्यो निर्वाचनमा संलग्न भएका छैनौँ। त्यस कारणले गर्दा त्यो निर्वाचन प्रक्रियामा के काम हुँदो रहेछ भन्ने कुराको एउटा प्रयोगात्मक अभ्यास यो इलेक्सनबाट हामीले सिकेका छौँ। यो एउटा साथीहरूको बीचको एउटा प्र्याक्टिस हो। यसलाई हार र जितको रूपमा नभइकन एउटा सामान्य प्रक्रियामा हामी गएका थियौँ। त्यो भएकाले गर्दाखेरि जसले जित्नु भयो उहाँले मैले भयङ्कर गरेँ भनेर त्यो महत्त्वाकांक्षा लिनु पनि आवश्यक छैन र जसले निर्वाचन प्रक्रियामा जाँदै गर्दा टेक्निकली अलिकति मतले झिनो मतले उपवेदता भइयो त्यो कारणले गर्दाखेरि मैले त के छ भन्दाखेरि एकदमै ठुलो चाहिँ क्षति बेहोरे भन्ने रूपबाट लिनु पर्दैन। एउटा सामान्य अनगोइङ प्रोसेस हो। यसलाई त्यही रूपबाट लिनको लागि समेत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई अनुरोध गर्दै आजको यस निर्वाचन कार्यक्रममा निर्वाचन अधिकृतको रूपमा, मतदान अधिकृतको रूपमा, सहायक मतदान अधिकृतको रूपमा, अन्य
तत्त भूमिकामा रहेर यो कार्यक्रमलाई सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने सम्पूर्ण सर म्याडमहरूलाई धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण विजयी विद्यार्थी भाइ बहिनीहरूलाई बधाई तथा अन्य विद्यार्थी भाइ बहिनीहरूलाई समेत धन्यवाद ज्ञापन गर्दै आजको यो हाम्रो इलेक्सन कार्यक्रम औपचारिक रूपमा यही समापन भएको जानकारी गराउँछु। हस्, धन्यवाद। लम्बू ल गाइस, आजको भिडियो यति नै छ। बाई बाई, लभ यु अल। भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई। तपाईहरुको दिन राम्रो नजाओस्, धेरै राम्रो जाओस्।